हेलो हाई गाइज नमस्कार सबैजनालाई सन्चै हुनुहुन्छ होला होइन। हाम्रो अस्ति भर्खरैको संसद भवनमा चाहिँ के कुरा चलिरहेको रहेछ भन्दाखेरि होइन त्यहाँनिर चाहिँ हाम्रो पूर्व भोजपुरदेखि हाम्रो ध्रुवराज राईले चाहिँ हाम्रो माननीयजी हुनुहुन्छ उहाँले चाहिँ के कुरा राख्नु भएको रहेछ भने हाम्रो पहाडी भेगमा बाँदरले पुर्याएको क्षतिहरू बाँदरले के क्षति धेरै क्षति पुर्याउँछन् अब पहाडतिर होइन। अब मकैहरू अब हिउँदोभरि मेहनत गरेर अब 6 महिना लगाएर गोडमेल गरेर हरेक कुरा गरेर अब मकै फलाएको हुन्छन्, बाँदरले ग्रस्त क्षति पुर्याएको हुन्छन्। त्यो अब पीडा त अब गाउँको मान्छेलाई छँदैछ। त्यो कुरालाई अब सरकारले पनि अलिकति ध्यान दिनुपर्ने हुन्छ, सरकारको ध्यान त्यतातिर केन्द्रित होस्। एउटा कुरा अब आशिका दिदीले अब त्यो कुरामा बाँदर मार्नु हुँदैन भन्ने कुरा उठाउनु भएको छ। हर्कर के अरे ध्रुवराज राईको कुरालाई असहमत जनाउनु भएको छ। त्यो कुरा पनि त ठिकै हो, बाँदर मारेर किन पाप गर्नु भन्ने कुरा पनि छ। जस्तै कि अब एउटा कुरा अब आशिका दिदीले पनि के सोच्नु पर्यो भनेदेखि होइन, अब किनभने त्यहाँनिर पशुपतिमा स्वयम्भूमा गएर त्यो फलफुलहरू बाँडेको जस्तो होइन। गाउँमा चाहिँ अब किनभने त्यो आलु भयो, मकै भयो, धान खेती सबै बाँदरले ग्रस्तै क्षति बनाएको हुन्छन् क्या उतातिर अब हाम्रो पहाडतिर। त्यसलाई चाहिँ कसरी अब सरकारले त्यसको विषयमा चाहिँ कसरी हेर्ने भन्ने कुरा हुन्छ। अब हामी त अब गाउँमा खेतीपाती गरेर आएको हो। अब हिउँदोभरि अब त्यो बारीलाई खनजोत गरेर अब 6 महिना लगाएर त्यो मकैलाई चाहिँ अब हरियो अब दाना खाने बेला भयो नि त। अब त्यति बेला अब हुने बेलामा अब बाँदरले एकदमै दुःख दिएको हुन्छ क्या होइन। अब नमारौँ भने पनि कसरी नमारौँ, अब नमारौँ भने पनि त अब खेतीबारीहरू अब त्यतिकै नष्ट बनाइदिन्छन्, दुःख दिन्छन्। अब 1 जना 2 जना त अब खेतीबारीलाई नै कुरुवा राख्नुपर्ने हुन्छ क्या, कुरुवा राख्नुपर्ने हुन्छ। अब त्यो खेतीबारी कुरेर बस्ने कि अब हामी जस्तो मजदुर गरेर खाने मान्छे अब मजदुर गर्न जाने, त्यो कुराहरूलाई चाहिँ अब कसरी ध्यान केन्द्रित गर्ने, त्यो कुराहरू पनि सोच्नुपर्ने हुन्छ एउटा कुरा होइन। जस्तै कि अब गाउँको पहाडको खेतीबारीहरूमा हामीले त्यहाँ उब्जनी गर्ने अहिलेको जमानामा त्यहाँनिर त्यो गर्ने अवस्था नै छैन क्या। किनभने बाँदर आउँछ, मृग आउँछ, दुम्सी आउँछ, सबै कुराहरूले त्यो 6 महिना वर्ष दिन लगाएर फलाएको खेतीहरू चाहिँ अन्न बालीहरू चाहिँ सबै नष्ट बनाइदिन्छ के, बिजोग बनाइदिन्छ। अब त्यो भइसकेपछि हामीले त्यहाँको पहाडको युवाहरू अहिलेको अवस्थामा यो खाडी मुलुक नआएर कहाँ जाने। अब गाउँमा खेती गरौँ त बाँदर मृगहरूले सबै नष्ट बनाइदिन्छ। अब आउने विकल्प भनेको त परदेश त हो, परदेशमा आयो। अब राम्रो देश जान सकिँदैन। अब गाउँको अब त्यस्तै छ परिस्थितिहरू। खाडीमा आयो, 2-4 पैसा कमायो, फर्किने बेला त्यस्तै। न त गाउँमा खेती गर्न सकिन्छ, न त हाम्रो सरकारले हामी जस्तो युवाहरूलाई न त रोजगार सिर्जना गर्न सकेको छ। रोजगार सिर्जना भयो न त भने जस्तो सेलरी हुन्छ, ल एउटा ठाउँमा काम भयो न त भनेको बेला पैसा आउँछ। समस्या भनेको हाम्रो नेपालमा चाहिँ हरेक सबै कुराको छ क्या, बाँदरको मात्रै होइन, खेतीबारीको मात्रै होइन, रोजगारदेखिको व्यवसायदेखिको हरेक कुरामा समस्या छ क्या। त्यो कुराहरूलाई चाहिँ अहिलेको नयाँ सरकारको मध्यनजर होस्, ध्यान केन्द्रित होस् होइन। अबको हामी जस्तो युवा पुस्ताहरू चाहिँ यस्तो हामी जस्तो खाडीमा आउन नपरोस् होइन। आफ्नै गाउँमा केही आशाहरू रहिरहोस्, गाउँमा देशमै अब केही गरेर खान्छु भन्ने एउटा ठाउँ रहोस् होइन। गाउँमा गयो भने खेतीपाती गर्ने, त्यहाँ कसरी गर्ने, त्यो बाँदर, मृग, दुम्सी यस्ता वन्यजन्तुहरूदेखि चाहिँ अलिकति सुरक्षित अब होस् होइन भने त्यो विषयमा सरकारले केही राहत दिलाओस्। अब जस्तै म चाहिँ भन्छु होइन, म त्यो गाउँमा त्यति बेला दुःख गरेको त्यो खेतीबारीहरू जोगाउनलाई त्यो गरेको दुःख अनुसार बाँदर मार्न पाउनुपर्छ।
बादल मारेन भने पहाडमा हामीले खेती गर्ने अवस्था छैन। होइन भने अब त्यो कुरालाई चाहिँ अब सरकारले अलिकति सरकार केन्द्रीय सरकारहरूमा छलफल होस् होइन, त्यो कुराहरूलाई कसरी हुन्छ त्यो कुराहरूलाई व्यवस्थापन होस्।